दर्शक श्रोताहरू यति बेला भुन्टी सिरियलमा भने यता भूमिकाले यातना पीडाहरू खप्दै आइरहेकी छिन् हो साथीहरू। अब यो पनि आफ्नै आमा बालकुमारीले दिएको संस्कारको कारण र अब आफूले गरेको कर्मको फल यति बेला स्वयं आफैले भोग्दै आइरहेकी छिन् यता भूमिकाले हो साथीहरू। यता भूमिकाले आफ्नी सोझी भाउजूलाई भाउजूको नातासम्म नलगाई बोल्ने र अन्याय र अत्याचार कतिसम्म गरेका थिए आमा छोरी मिलेर भन्ने कुरा त हामी दर्शक श्रोताहरूले देख्दै आइरहेका थियौँ हो साथीहरू। अब यस्तो अवस्थामा आइपुगेकी छिन् कि कुनै यादसम्म गरेर माइतीको कल्पनासम्म गरेर केही बेर काममा टोलाउन थालिन् भने त्यहाँ कुटपिट लगायत लछार पछार र अब यति बेला जुठल्नमा भाँडामा दामादै यता माइती घरको कल्पनाहरू गरेर टोलाउन पुग्छिन् भूमिका। सोही समयमै यता आमाजु दिदी आएर एक गाग्रो पानी टाउकोबाट खन्नाइदिएकी हुन्छन् भने आफ्नो श्रीमान आए पश्चात अब सबै यथार्थ कुरा सुनाउँदा पनि यता श्रीमानले पनि आफ्नै दिदीलाई सपोर्ट गरेर बोलेका छन् हो साथीहरू। अब मेरी दिदीले कति धेरै माया गर्ने रहेछन् तिमीलाई, देख्यौ त यस्तो गर्मीमा शीतल हुन्छ भनेर तिमीलाई टाउकोबाट एक गाग्रो पानी खनाइदिएछिन् भनेर त्यहाँबाट आफ्नो बाटो लाग्छन् भने यता रिसले मुरमुरेकी भूमिका पनि पछाडिबाट एक लोटा पानीले आफ्ना श्रीमानलाई प्रहार गर्छिन् र पछाडि लागेको हुन्छ भने अब त्यहाँ गएर कपाल समाउन तर्फ लागेका हुन्छन्। मैले दिदीलाई सपोर्ट गरेको रिस यति धेरै छ होइन तेरो मनमा, यही कारण मलाई यसरी हानिस् भनेर भनिरहेका हुन्छन् भने यता भूमिकाले होइन भनेर अब कुरा मिलाउनतर्फ लागेकी हुन्छन् हो साथीहरू। यत्तिकैमा यता आमाजु दिदी आएर के भयो र यसले के गरी भनेर सोध्ने क्रममा यता यथार्थ कुरा पनि आफ्ना भाइले खोलेका छैनन् साथीहरू हो साथीहरू। यता फसाउन पठाएकी जेरीले यानि कि भुन्टीलाई फसाउन पठाएका एक युवा आफ्नो केटा साथीलाई 5 लाख दिन्छु भुन्टीसँगको असलियत भिडियोहरू क्लिप बनाएर मलाई देऊ र अब त्यसका स्वरूप मैले 5 लाख तिमीलाई दिने भएँ र मैले पक्कै पनि जुनै पनि हालतमा केस जित्नुपर्छ भनेर पठाएकी थिइन् भने ती केटाले पनि अब भुन्टीको झापड खाएर त्यहाँबाट फर्किएका छन् हो साथीहरू। अब आउने नयाँ भुन्टी भागले भने कस्तो मोडेललाई त यो हेर्नका लागि पनि नयाँ आउने भुन्टी भागको प्रतीक्षा गर्नुपर्ने हुन्छ। हामीले ल्याएका यस्ता रिभ्यू भिडियो हजुरहरूलाई यदि मनपर्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नुहोला है त।